नमस्कार सबैलाई स्वागत छ स्मार्ट फाइनान्स नेपालमा। हामी धेरै साथीहरू सेयर मार्केटमा आउन खोज्छौँ, प्रफिट बनाउन खोज्छौँ, पैसा कमाउन खोज्छौँ। तर पहिलोचोटि हामी नेप्से हेर्दाखेरि हामी आत्तिन्छौँ, यो के हो त? एलटिपी, बोनस सेयर, राइट सेयर, सर्किट, यो सबै हेरेर हामी कन्फ्युज हुन्छौँ। सो आजको यो भिडियो लास्टसम्म हेर्नु होला। नेपाल स्टक एक्सचेन्जमा युज हुने सबै टर्म्सको बारेमा मजाले एक्सप्लेन गर्नेछु। पहिला सुरुमा मार्केट स्ट्रक्चरको बारेमा बुझौँ। मार्केट कसरी स्ट्रक्चर भएको छ त? पहिलो नम्बरमा आउँछ सेबन, सेक्युरिटी बोर्ड अफ नेपाल अर्थात् नेपाल धितोपत्र बोर्ड। उहाँको काम चाहिँ पहिला सुरुमा कम्पनीलाई एनालाइसिस गर्ने, कम्पनी इलिजिबल छ कि छैन आइपिओमा आउने, त्यो हेर्ने, रुल बनाउने र गल्ती भयो भने फाइन लगाउने। दोस्रो नम्बरमा आउँछ नेपाल स्टक एक्सचेन्ज, एउटा यस्तो प्लेटफर्म जहाँ हामी सेयर कारोबार गर्छौँ। मानुस कम्पनी सेबनमा गएर एप्रुभ भयो र नेप्सेमा कारोबार हुने भयो, तर तपाईँ हामी एज अ इन्डिभिजुअल कसरी खरिद बिक्री गर्छौँ त? सो खरिद बिक्री गर्नको लागि चाहिँ हामी ब्रोकरमा जानुपर्छ। ब्रोकर भनेको एउटा यस्तो प्लेटफर्म हो जसले तपाईँ र मार्केटको बिचको सम्बन्धलाई डाइरेक्टली कनेक्ट गर्छ र यो कनेक्ट गर्नलाई ब्रोकरहरूले हामीलाई अनलाइन टिएमएस अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम भन्ने प्लेटफर्म दिन्छ, जसको थ्रुबाट हामीले मजाले सेयर कारोबार गर्न सक्छौँ। सोच्नुहोस् त, सेबनले कम्पनी एप्रुभ गर्यो, त्यसपछि नेप्सेमा आयो। नेप्सेमा आइसकेपछि तपाईँ र मैले खरिद बिक्री गऱ्यौँ टिएमएसको थ्रुबाट, जुन हामीलाई ब्रोकरले प्रोभाइड गरेको छ। तर यो सेटलमेन्ट चाहिँ कसले गर्ने त? तपाईँले बेच्नु भएको सेयर जसले किनेको छ उसकोमा कसरी पठाउने र जसले किनेको छ उसको थ्रुबाट पैसा तपाईँकोमा कसले पठाउने, यो काम चाहिँ सिडिएसले गर्छ। हामीले पेपरमा सेयर राखिराख्नु परेन। अब सिडिएसले हामीलाई डिजिटल लकर प्रोभाइड गर्छन्। अर्को पार्टी हुन्छ डिपोजिटरी पार्टिसिपेन्ट्स, जस्तो कि तपाईँले आफ्नो डिम्याट कहाँबाट खोल्नु भयो त? अभियसली मर्चेन्ट ब्याङ्कबाट अथवा क्यापिटल ब्याङ्कबाट खोल्नु भएको छ। यो 5वटा कम्पनी मिलेर हामीले खरिद बिक्री गर्ने सेयरलाई सहज बनाइदिएको छ। सेबन, नेप्से, ब्रोकर, सिडिएस र डिपोजिटरी पार्टिसिपेन्ट्स। अब बुझौँ न त, मार्केट कति किसिमको हुन्छ त? नेपालमा जेनरली 2 किसिमको मार्केट छ। एउटा प्राइमेरी मार्केट, जहाँ कम्पनीले नयाँ सेयरहरू इस्यु गर्छ। आइपिओ ल्याउनु छ भने प्राइमेरी मार्केटमा आउँछ, एफपिओ लिएर आउनु छ भने प्राइमेरी मार्केटमा आउँछ। दोस्रो मार्केट हुन्छ सेकेन्डरी मार्केट, पहिला नै इस्यु भइसकेको सेयर, जस्तो कि आइपिओ आयो। अब आइपिओ आइसकेपछि पब्लिकले सेयर कारोबार कहाँ गर्ने त? त्यो गर्नको लागि सेकेन्डरी मार्केट, पहिला नै इस्यु भइसकेको सेयरलाई चाहिँ हामी सेकेन्डरी मार्केटमा लिएर आउँछौँ र यसमा ल्याइसकेपछि टिएमएसको थ्रुबाट, जुन हामीलाई ब्रोकरले प्रोभाइड गर्छ, त्यसको थ्रुबाट हामीले सेयर कारोबार गर्छौँ। अर्को आउँछ ओटिसी मार्केट, ओभर द काउन्टर मार्केट भनिन्छ। यदि यसको बारेमा डिटेल बुझ्नु छ भने मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। म अर्को भिडियोमा यसको बारेमा डिटेलमा भिडियो लिएर आउनेछु। सेयर टाइप्सहरू बुझौँ। अब सुरुमा आउँछ इक्विटी सेयर, लस भयो भने हामीले बेर्नु पर्यो, प्रफिट भयो भने हामीले एज अ बोनस जसरी पाउँछौँ। अर्को आउँछ बोनस सेयर, मानौ कम्पनी प्रफिट गयो भने हामीलाई बोनस दिन्छन्, अर्थात् फ्रीमा हामीलाई सेयर दिन्छन्। 10 किताब तपाईँसँग छ र कम्पनीले 10 किताब बोनस दियो भने तपाईँले 1 किताब फ्रीमा पाउनुहुन्छ। अर्को आउँछ राइट सेयर। राइट सेयर भन्नाले पुरानो सेयर होल्डरलाई कम्पनीले केही % डिस्काउन्ट गरेर आफ्नो सेयर बेच्छन्। यो चाहिँ पुरानो सेयर होल्डरले मात्र पाउँछ, नयाँले पाउँदैनन्। अर्को आउँछ प्रमोटर सेयर। प्रमोटर सेयर भन्नाले कम्पनीको सञ्चालक सेयर, जो व्यक्तिले कम्पनी स्टार्ट गरेर यहाँसम्म लिएर आए उनीहरूको सेयरलाई प्रमोटर सेयर भनिन्छ। अर्को हुन्छ म्युचुअल फन्ड। यो जेनरली प्रोफेसनल मान्छेहरू जो चाहिँ एक्सपर्ट हुन्छ, उनीहरूले फन्ड कलेक्ट गर्छन् र फन्ड कलेक्ट गरेर तपाईँ हाम्रो फन्डलाई चाहिँ राम्रो ठाउँमा युज गर्छन् र युज गरेर हामीलाई रिटर्न दिन्छ र जेनरली म्युचुअल फन्डमा रिस्क कम हुन्छ भनेर बुझिन्छ। अब बुझौँ न त, हामीलाई कुन एकाउन्ट चाहिन्छ? पहिला सुरुमा हामीलाई डिम्याट एकाउन्ट चाहिन्छ। यो चाहिँ डिजिटल लकर जस्तो काम गर्छ र यो जेनरली हामीलाई ब्याङ्कहरूले बनाइदिन्छन्। र त्यसपछि आउँछ बिओआइडी। यो बिओआइडी भनेको सिम्बल नम्बर जसरी बुझ्नुहोस्, तपाईँको आइडी हो। तपाईँ इक्जाम दिँदा जाँदाखेरि तपाईँ नाम भन्दा पनि सिम्बलले जानुहुन्छ। त्यस्तै गरी बिओआइडी भनेको तपाईँको मेरो सेयर अथवा डिम्याटको एउटा आइडी हो। मेरो सेयर भनेको हामी आइपिओ भर्छौँ, राइट सेयर भर्छौँ र हामीलाई केही अपडेट पाउनु छ भने हामीले त्यसमा डिजिटल प्लेटफर्ममा हेर्न सक्छौँ। सिआरएन नम्बर भनेको अनलाइन रजिस्ट्रेसन नम्बर हो, जुन हामी कुनै पनि आइपिओ भर्दाखेरि हामीले सिआरएन नम्बर चाहिँ भर्नै पर्छ। आजको यो भिडियोमा यति मात्र टर्म्सहरू बुझौँ। नेक्स्ट पार्टमा हामी अझै धेरै बुझ्छौँ। नेप्से अर्थात् नेपाल स्टक एक्सचेन्जमा प्राइस कसरी चल्छ, सर्किट कसरी लाग्छ, बिड अमाउन्ट, आक्स अमाउन्ट भनेको के हो, नेक्स्ट भिडियोमा मजाले एक्सप्लेन गर्छु। आजसम्मको लागि यति नै। थ्याङ्क यू एन्ड प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब।